नमस्कार साथीहरू, सन्चै हुनुहुन्छ? अब त चुनावको रौनक पनि सकियो है। मत परिणाम के आउँछ होला भन्ने थियो, त्यो पनि सकियो। सोचेभन्दा धेरै राम्रो मत परिणाम आएको छ यसपालि। त्यसमा एकदमै खुसी छु। तर भर्खरै घटेको घटना सुर्खेतको 16 वर्षीय निशा विक बहिनीको 4जना मिलेर बलात्कारपछि हत्या गरेको भन्ने यो एकदमै नराम्रो दुःखदपूर्ण न्युज आएको छ। यो न्युजमा चाहिँ एकदमै मन कटक्क खाएको छ, किनकि म पनि कसैकी आमा हो होइन। अनि यसो सम्झिन्छु, न्युज हेर्छु म। त्यो चुनाव अगाडि कसले के बोलेको थियो, त्यो एउटा कान काट्ने दिदीको पछि यति मिडियाबाजीहरू सञ्जाल यति तातेको छ, भिडियो कुदेको छ, न्युज कुदेको छ। उसको चाहिँ प्रत्येक शब्दहरू चाहिँ एकदम सञ्जालमा अहिले कुदिरहेछन्, किनकि त्यो बोलीको ठेगान नभयो कि दिदीको भिडियो यति धेरै कुदाउनुभन्दा, त्यति धेरै समय त्यो दिदीको लागि खर्च गर्नुभन्दा यो यति नराम्रो घटना घटेको छ। कसैको छोरी, कसैको दिदी बहिनी होइन, बलात्कारपछि हत्या गरेर फालिएको छ। शरीरका अङ्ग भङ्ग बनाएर चाहिँ हातखुट्टा भाँचेर मारेर फालिएको छ। दोषीहरू चाहिँ उमेर घटाएर भाग्न खोजिरहेछन्। बरु त्यो फेक, म चाहिँ फेक भन्छु क्या, त्यो अगाडिको त्यो चुनाव अगाडि बोल्ने जति पनि हुनुहुन्छ नि, जस्तो के अरे चुडाल, त्यो कान काट्ने दिदी प्लस अरू 2-4जना, यी फेकहरूको भिडियो बनाएर सधैँभरि कुदाइराख्नुभन्दा त बरु 2 शब्द बोलेर त्यो के अरे त्यो बहिनीको लागि चाहिँ, बहिनीको न्यायको लागि चाहिँ सबैले आवाज उठाउन, त्यो चाहिँ बेटर हुन्छ होला जस्तो लाग्छ साथीहरू। मैले पनि अस्ति चुनावको भोलिपल्ट या पर्सिपल्ट 2 दिन त मैले पनि सेयर पोस्ट गरेको हो। तर सधैँभरि त्यो फेक मान्छेको न्युज यसो भन्थे र उसो भन्थे गरेर पोस्ट गर्न मलाई मन लागेन। मैले 2-4 दिन चाहिँ कमेडी खालकै भयो नि त। उनीहरूले एक खालको कुरा गरेको थियो, अर्को खालको उनीहरू चाहिँ आफसे आफ उतान परेका थिए होइन। तैपनि उनीहरूकै ठुला कुरा अहिले त्यो दिदीको इन्टरभ्यू लिएको त्यो होइन, पत्रकार साथीहरूलाई पनि के भन्न चाहन्छु भने, त्यो फेकहरूको पछि लागेर लाइक र भ्युजकै लागि चाहिँ त्यसरी पछि घन्टा पछि लागेर चाहिँ भिडियो बनाएर न्युज बनाएर पोस्ट गर्नुभन्दा बरु त्यो बहिनीको चाहिँ आत्माको लागि होइन, त्यो बहिनीको बुवा आमाको लागि होइन, त्यो बहिनीको न्यायको लागि बरु 2 शब्द सबैले आफ्नो ठाउँबाट आवाज उठाउँदा राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। र अहिले बनिँदै गरेको नयाँ रासोपा सरकारसम्म चाहिँ के अनुरोध गर्न चाहन्छु भने, यतिन्जेलको नियम कानुन फितलो भरै हो। हामी छोरीचेलीमा यस्तो गिद्धे नजर लाएर धेरैका छोरीचेलीहरूले मर्नु परेको होइन, बलात्कृत भएर मर्नु परेको, हत्या भएको, हिंसा भएको चाहिँ कानुन फितलो भरे हो। अहिले रासोपा सरकारले चाहिँ भ्रष्टाचार, गुन्डागर्दी, चोरी डकैती, लुटपाट, बलात्कार सम्बन्धी चाहिँ एकदमै कडाइका साथ चाहिँ नियम कानुन लेखियोस् होइन। एकदम कडा सजायहरू दियोस् भन्न चाहन्छु। अझै यो बलात्कार पछि हत्याको यो बलात्कारीहरू छन् नि, बलात्कारीहरू, यिनीहरूलाई चाहिँ सजायले पुग्दैन, यिनीहरूलाई चाहिँ मृत्यु दण्डै लेखियोस् भन्न चाहन्छु होइन। यिनीहरूलाई चाहिँ फाँसीकै सजाय होस् भन्न चाहन्छु। तब मात्र नेपालमा छोरीचेलीहरू सुरक्षित रहन सक्छन् र आमाहरूले रुनु पर्दैन के। त्यो आमा बाबुको त कस्तो हुन्छ होला, मुटुको घाउ कहिले जाति हुन्छ, त्यसरी आफ्ना सन्तान मारिएपछि कहिले पनि जाति हुँदैन नि त। त्यो भएर म चाहिँ अहिलेको रासोपा सरकारलाई मेन आशा भनेका हाम्रा रवि बालेन होइन, के भन्न चाहन्छु भने नि, यी दोषी जुनसुकै ठाउँका दोषी नै हुन्, दोषीलाई चाहिँ एकदमै कडा नियम कानुन बनिनुपर्छ। त्यसमाथि पनि बलात्कारीलाई चाहिँ फाँसीको सजाय हुनैपर्छ साथीहरू। त्योभन्दा तलको सजायले चाहिँ यो निर्मूल हुनेवाला छैन देशमा। जबसम्म फाँसीको सजाय हुँदैन नि, तबसम्म दिन 2 गुणा रात 4 गुणा चाहिँ छोरीचेलीहरू बलात्कृत हुनैपर्छ, मर्नैपर्छ। त्यही भएर चाहिँ सबैले आफ्नो ठाउँबाट आवाज उठाउँ साथीहरू। ती फेकहरूको भिडियो बनाएर 2 मिनट खर्च गर्नुभन्दा यो नानीको लागि, सम्पूर्ण मारिएका चेलीबेटीहरूका लागि 2 मिनटको भिडियो उठाएर सबैले आफ्नो ठाउँबाट आवाज उठाउनलाई भन्न चाहन्छु। हस् त साथीहरू।